ल हाम्रो चाहिँ जन्तीको लागि बस तयार हुँदैछ। जन्ती बस्ने गरे त बन्दैछ पुरै हाम्रो बन्दैछ। अब एकछिन ल हाम्रो जन्तीको लागि ल बास तयार हुँदैछ र भरे बाँसमा चाहिँ जन्ती पुरै चढेर यहाँ माथि एउटा पैसा हुन्छ, त्यो पैसा चाहिँ सिधै निकाल्नु पर्ने हुन्छ। यहाँमा चाहिँ पसेर पुरै पैसा निकाल्नु पर्ने हुन्छ, ननिकाल्नुमा फाइन पर्ने छ। यता हाम्रो घोडा बन्दैछ। हाम्रो भरै जन्तीको लागि ल हेलमेट हाम्रो घोडा तयार हुँदैछ। ल अब चाहिँ घोडाको अर्को चाहिँ 5 खुट्टा चाहिँ बनाउनु भएको छ, एउटा खुट्टा बाँकी छ। हाम्रो घोडा तयार हुँदैछ। त्यतै सलाद कटिङ हुँदैछ। आन्टी के बनायो? के को अचार हो? अचार चाहिँ मिठो हुनु पऱ्यो। यो चाहिँ के कटिङ हो? सलाद हो हाम्रो। हाम्रो भाषाले बिरोसी हो। बिरोसी पनि पाक्नु काट्यो हिँड्ने। यसलाई चाहिँ के भन्छ? यसलाई रातोलाई रातोलाई के अरे गाजर, यो मुला होला। हाम्रो भाषामा चाहिँ के भन्छ? हाम्रो भाषामा गाजर, हाम्रो भाषाबाट यो कलिसोकी। माघमा यताको माघमा तपाईँलाई थाहा त छैन, उसको चाहिँ माघमा तपाईँलाई थाहा छ कि? हाम्रो खानाको सिस्टम चाहिँ यस्तो चाहिँ सक्नुहुन्छ। हाम्रो चाहिँ अद्धाउधी भइसक्यो। ल अब भन्छ जन्ती चाहिँ आइपुगेको छैन। अब 1-2 घन्टापछि जन्ती आइपुग्छ। त्यसपछि भान्सेरको ताल यस्तो छ। मान्छे नआएर हो कि अल्छ्याएर पुरै बसेको छ। 1 घन्टा भयो। सब भान्सेरको हालत यस्तो चाहिँ अल्छ्याएर हेर त। जेम्स जेम्स कस्तो हुँदैछ? केटा कस्तो हुन्छ भन्दा केटा? कसरी बोल? राम्रो मात्रै। म त यहाँ छोडेर हिँडेँ क्या। अब कहाँ जाने? तँ जानु नि त पर अरू ल्याउँछ। अहिले चाहिँ हाम्रो आधीभन्दा थोरै धेरै समय छ। अब बाँकी छ। अनि चाहिँ पुरै खटाएको छ धमाधम भएर चाहिँ है। त खानु मात्र आऊ भाइ, खानु मात्र हो त। कस्तो हुँदैछ पनि? दिदीको बिहान कस्तो हुँदैछ? भाउजू कस्तो हुँदैछ? ठिक छ। सन्ध्या के कस्तो हुँदैछ? मजा? सन्चै बाबुसम्म भिडियो पुगोस्। बाबुलाई त भरे के पो सेयर नगयो त कहाँ छ? बाबुमा सब फ्रेन्ड छैन त। भतिज के भन्दै हुन्छ यार? दिदी केही भन्नु नि त। बहिनीको बिहेमा त खाइ भयो, दिदीको चाहिँ कहिले? चैतमा चाहिँ नगरौँ। यसको पनि चाँडै बिहे हुँदैछ। यसको चाँडै यसको नि बिहे हुँदैछ सिधै। तिम्रो के चल्यो केटा?
खाना कस्तो छ भाउजू मिठो मात्रै हुन्छ भाउजू कस्तो काला हो यो त्रिपालले गर्दा नाना काला आयो भाउजू नाना कस्तो लाग्यो तपाईँ दिनभरि कता हराउनु हो तपाईँ बेलुका गरेको तपाईँले गरेको कहाँ गयो भन्छ नि मान्छे त राम्रै त्रिपालले गरेर काला आएछ ल हाम्रो चाहिँ घोडाको लागि पुरै यस्तो छ है यहाँ हेभिङ हुन्छ हेभिङ ठाउँ यस्तो छ यसरी सुतेर भएन नि त दाइ यार ल अहिले चाहिँ उदयपुरबाट जन्ती आइसक्नु भएको छ उहाँलाई बोलाउनु चाहिँ 1 बजी बोलाएको 6 बजी आइपुग्नु भएको छ है यताबाट चाहिँ बेहुला पहिराउनलाई ल्याउँदै हुनुहुन्छ बेहुला पहिराउनलाई फेरि यताबाट चिलीपट्टिबाट सराई बजाउनु बत्ती हेर्नु बत्ती हेर्नु माथि नघुम्नु ल अहिले जन्ती पर्सिसक्यो ल अहिले चाहिँ जन्तिर भित्र सिसक्नु भएको छ है जन्तीहरू भित्र पसिसक्नु भएको छ अब ल अब चाहिँ उहाँहरू चाहिँ यो
हामीले बनाइदिएको यो बाँसको टुप्पाबाट चाहिँ जसरी भयो नि पैसा झार्नुपर्ने हुन्छ। उहाँहरू चाहिँ अब बस्नु लागि पुरै तर्फर गर्दै हुनुहुन्छ। खोइ थाहा छैन हौ, अरू चाहिँ मिलोस् नि म चाहिँ मिल्छ। उहाँहरू चाहिँ त्यो बेला सल्लाह गर्दै हुन्छ के कस्तो छ भनेर पुरै। तर हुन चाहिँ यसमा हामीले माथि पैसा राखेको छौँ र यसमा चाहिँ तेल लगाइदिन्छौँ। उहाँहरूले चाहिँ यो जसरी पनि निकाल्नु पर्ने हुन्छ। र यता घोडा छ, उहाँहरूले घोडा चढेर घोडा हिँडाउनु पर्ने हुन्छ। अनि त सिरुपेज छ, त्यो चाहिँ सम्धिले मेन सम्धिले लाउनु पर्ने हुन्छ। त्यस सिरुपेज अनि यहाँनिर भने चाहिँ 20 चोटि उडस गर्नुपर्ने हुन्छ। उडस हेभिङ गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ 20 चोटि यहाँनिर चाहिँ उहाँ चाहिँ पुरै बासन्तमै तयारी अवस्थामा हुनुहुन्छ। हाइट पुरै यत्तिको छ। यसमा जसरी भयो नि त्यो माथि राखेको चिज चाहिँ निकालेर ल्याउनु पर्ने हुन्छ। नभए उहाँ चाहिँ
बेहुलाजी यता हुनुहुन्छ उहाँहरूले चाहिँ उखाल्न सक्नु भएन त्यही भएर उकालेर फेर्न लाग्नु भएको छ उहाँहरू चाहिँ घोडामा पस्न लाग्नु भएको छ घोडा त माथि डाँडा पुर्याउन झर्नै भयो कसैले पछि जोडेर प्लाउडा हुन्छ पछाडिबाट हेर्नु पाएन अरे मेरो मामालाई नछोडेर दुईटा छोरा पारा बोले जानु होला